हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज चाहिँ मैले धेरै समयपछि फेरि भिडियो बनाएको छु। किन त भन्दाखेरि आज चाहिँ हामी जाँदैछौँ, कुनै ठाउँ जाँदैछौँ हामी घुम्नको लागि। हामी फ्यामिली नै जाँदैछौँ नि त, सो त्यही भएर मैले आज भिडियो बनाएको। स्पेसल ओकेजनमा मात्र अब बनाउने भनेर नि त। सो हामी चाहिँ बिहान बिहानै उठेको छौँ आज। एन्ड देन अब हामी चाहिँ खाजासाजा खाएर छिटो छिटो जाने भनेर। अनि यहाँ चाहिँ मैले नानीको लागि बोक्दिनँ भनेर यहाँ खाना बनाइसकेँ। यहाँ भुटेको भात थुक्पा सुक्पा खाजा खाएर अनि चल्दिने साइजहरू। अनि म चाहिँ डेली भ्लग गर्न चाहिँ अलिक गाह्रो भयो के, क्यामेरा समाएर हिँड्नुपर्ने। सो कहिले काहीँ भिडियो बनाउँछु, हजुरहरूले हेर्दै गर्नु होला भन्दै अहिलेलाई चाहिँ यति नै। साथीहरू, लु अब चाहिँ म जानको लागि रेडी भएँ। मेरो लुक्स चाहिँ यस्तो छ। अब चाहिँ जाने एकदम हतार हतार हुन्छ नि त। झन् मेरो नानीको पानीहरू खाना बिर्सेछु मैले। यस्तै यो हतार हतार हुन्छ नि साथीहरू। अब म चाहिँ ढोका लाउँछु, अब चाहिँ चल्नु पर्ने हुन्छ। साथीहरू, अब हामी हिँडेको है। यो चाहिँ हामीले नानी बाहिर पनि निस्किन्छ नि त, त्यही भएर यो बनाएको गेट। अब हामी चाहिँ लागेको छोरा अघि आइसकेको छ। आमा अघि कुदाउनु थाल्यो क्या, कुदाउनु थालेको पप्पा। जाउँ जाउँ अब हामी चाहिँ गाडीमा चढेको। अब चाहिँ हामी यात्रा कहाँसम्मको सुरुङ्गा अब हामी पुग्न सेल्फी खिचाउने ल। खुट्टा पनि हेर्नु न, खुट्टा कामदार जस्तै यस्तै हो। साथी भयो, हामी चाहिँ चियाबारी आइपुग्यौँ। मेरो छोरा चाहिँ यस्तो पोजिसनमा बसिरहेको छ, खुट्टा अटोमा राखेर बसिरहेको छ। अब हामी चाहिँ पुग्न लाग्छ अझ 1 घन्टा 1-1.5 घन्टै लाग्छ। हाम्रो सिक्तली बजार आइपुग्यो। यो चाहिँ हाम्रो सिक्तली बजार हुँदै अब हामी जाँदैछौँ सुरुङ्गातर्फ। यहाँ चाहिँ हाम्रो बुवाको दोकान खुलेकै रहेनछ, भर्खर आउनु भएको रहेछ। हामीले गाडीमा तेलसेल लगायौँ, अब चल्दिने। बुटुङ टुङ टुङ टुङ। मेरो छोराले मुखमा किन हात लगाएको? हुँदैन हुँदैन हौ नानी। अब चाहिँ यहाँ आन्टीहरू थपिनु हुँदैछ, हामीसँग जाने। आऊ नानी यता आउनु पर्यो होला नि फेरि। आन्टी नमस्ते। आउनु आउनु दिदी पनि। हामी हस्पिटलतिर गएको भाइ दाजु तल
अब चाहिँ हामी डेस्टिनेसनतिर। यो चाहिँ हाम्रो सुब्बाबारी बजार। एक गाँस चाहिँ खाएन हाम्रो पनि अब। जाँदैछौँ। हामी लाग्यौँ जङ्गलतिर। जङ्गल एकदमै लामो छ। ल साथीहरू हामी चाहिँ आइपुग्यौँ सेल्फी डाँडा सुरुङ्गाको। ए हामी चाहिँ छिटै आइपुगेको छौँ। यता चाहिँ हुनुहुन्छ हाम्रो अटो ड्राइभर हाम्रो अङ्कल बडाउ होइन। आइसक्यौँ। यता छिन् भान्जी। के हो तिम्रो नाम? के हो नाम के हो? हात चाहिँ नाम के हो अरे नानी? सर्टको टाक। अब चाहिँ हामी पहिले के गर्छौँ मम्मी? पहिले खाजा खान्छौँ, त्यसपछि चाहिँ अनि मात्र सेल्फी जान्छौँ। हामी चाहिँ यहाँ खाजा खानको लागि ठुलो ठुलो मान्छेहरू बस्नु भएको छ सिटमा। हेर्नु न म के गरेको यसो गर सिची। ए यता मम्मी हुनुहुन्छ, आन्टी हुनुहुन्छ। हेलो गर्नु। हेलो सानो पनि हेलो गर। यहाँ चाहिँ खानु हुँदैछ है। ठुलो मान्छेहरूले खानु हुँदैछ चाउमिन। खै छोरा त म दिन्छु नि त ल। छाला पो रहेछ। अब चाउमिन नखाने भन्दा पनि मनपर्ने मान्छेलाई खानै पर्यो। थुक्पा खानु पाउँदा खुसी, चाउमिन खानु पाउँदा। अब आमा के चाहियो रानी? अब यो भयो? अब यो चाहियो? अम्मै हेर्नु न मासु टोक्दैछ छाला। अर्किन्छ होला जङ्क फुड लभरहरू। हाम्रो चाहिँ आइसकेको छ। यता झोल मोमो, स्टिम मोमो, यता चाहिँ चाउमिन। अब चाहिँ हामी खान्छौँ गाइजहरू। यहाँ चाहिँ हामी टिकट काट्नको लागि जाँदैछौँ। नानी पछाडि बजी छ ल। ल साथीहरू हामी चाहिँ भित्र इन्टर भइसक्यौँ। अब चाहिँ नानीहरूलाई घुमाउने। दिदीभाइ चाहिँ घुम्दैछन्। आउने यता आनु आनु बाबु यता ऊ देखाउनै छ। मेरो छोरालाई अब यस्तो मजा खेल्छ। ए अब यो हवा हो, हवा हो। आउनु आउनु। अब डुल्ने हो एकदम मस्त। हामी डुल्ने हुँदा नि नानीहरूलाई डुलाउने। यो चाहिँ सुरुङ्गामा रहेको ह्याप्पील्यान्ड। ऊ पर चाहिँ पिङ्क पनि छ। यहाँ चाहिँ धेरै बनिएको रहेछ अहिले। अन्त यहाँ चाहिँ पानीको व्यवस्था। बच्चाको खेल्ने मतलब चाहिँ कतापट्टि छ? फिस हेर फिस। आहा कति धेरै फिस हेर त सानो। वाउ पुरै ल हामी नानी र म हिँड्दै गर्छौँ। यहाँ चाहिँ पुरै यस्तो रहेको छ। मेरो छोरा पुरै कुद्दैछ। आऊ भेटा भेटा मामुलाई भेटा 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 भेटा। यहाँ चाहिँ हामी छौँ गाइजहरू।
देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ के छ भनेर। सो म चाहिँ अब छोरालाई चाहिँ एकछिनमा पिङ खेलाउँछु मेरो राजालाई चाहिँ। भ्यू दामी भ्यू रहेको छ। मेरो छोरा पुरै खेल्दैछ, खेलेको खेल्दै खेलेको। के रहेछ नानी? के रहेछ? यहाँ चाहिँ मैले फोटो खिच। यता पनि के देखो देखो नि। मेरो छोराले अब जरायो देखो, अब हेर्न जान्छ। जरा हेर्नको लागि चाहिँ उसलाई पुरै मनपर्छ नि त एनिमल। आउँदो रहेछ बस्नु त। यो चाहिँ हाम्रो एकदम पहिलेको संस्कृति अनुसार चाहिँ पुरानो घरहरू रहेछ। यहाँ पनि एक दुईवटा फोटोसोटो खिच्ने। अनि हाम्रो नानीहरू पनि पुरै रमाउँदै खेल्छ। यहाँ हेर मङ्की, हेर मङ्की। यसै पुरानो घर। आज मेरो 0.5 क्यामेरै भएन कति छ घुम्ने ठाउँ। घुमेरै आज सकिँदैन जस्तो छ। फेरि फेरि दिदीलाई हेर्न चाहिँ गरौँ, दिदीलाई माया। साथीहरू हामी चाहिँ एकदम डुबेको डुलै छौँ। यता आन्टीहरू चाहिँ गलेर बस्नु भएछ एकछिन। आऊ नानी आऊ, चुप भाइसँग। लु कता जाने अब? यसो जाउँ। माटो उठाएर बनाएको भनेको यही माथिको। यो माथि त केही त छैन। ऊ पर होला पिङहरू छ यता, यताबाट एकदम घुम्दैछु नि। खोइ कहाँ छ मङ्की? खोइ नानीको पानी। मेरो छोरा चाहिँ यति खुसी भएको छ। उफ भन्दै देखाउँदै कुदेको कुदै। यो चौर हुँदै चाहिँ छोडिदिनु पर्थ्यो मम्मी। यताबाट छिर्ने ठाउँ छ कि त्यहाँ छ? ए यहाँ चाहिँ यस्तो रहेको छ। मेरो क्यामेरा किन अलिक क्वालिटी लेस भइरहेछ आज। भाइ आज घुम्ने दिनमा मेरो क्यामेरा यस्तो ल्याङ गरिरहेछ साथीहरू। यहाँ चाहिँ छ यी लन्डनको ब्रिज, लन्डन टावर छ। यो चाहिँ साथीहरू लन्डन टावर। हजुरहरू जान सक्नुहुन्छ भने यहाँ आउनुहोस्। यता चाहिँ टाइगर, टाइगर हुँदैछ यहाँ। उसलाई चाहिँ एकदम एनिमल लभर हो नि त। हामी पनि छिटै आयौँ नि। यतिखेरै ठिक भएर त पुरै प्याकम प्याक हुन्छ। यहाँ चाहिँ डेकोरेसन हुँदै रहेछ। ल यो चिप्लेटीमा चाहिँ पछि अलिक ठुलो भएपछि मात्र हो नानी। ऊ पर पनि पो रहेछ त मम्मी। डुल्नै आएको हो, डुल्ने हो। आज दिउँसोभरि दुधिसकेको टिकट काटेको छ। डुल्नु परेन त गाइजहरू। अब चाहिँ पिङ खेल्ने। यता आउनु मम्मी, यहाँ फुल भएकोमा खिच। ए यहाँ रहेनछ नि त नि। हामी चाहिँ एकदम खै डाँडामा के छ। यता जाउँ न आन्टी, यता पनि रहेछ राम्रो। अहिले चाहिँ हामी अब ल साथीहरू अब चाहिँ हामी फेरि यता ह्याप्पील्यान्ड भन्ने यतापट्टि छ फेरि अर्को ठाउँ जाँदैछौँ। यहाँ आउँछ हात जाऊ भाइसँग। ल केटाकेटीलाई आज रमाइलो बनेको बनाइरहेछ नि त। मेरो चाहिँ आज 0.5 भएन क्या क्यामेरा। अन्त छल्ल पार्दैन नि यस्तो गर्दै। यो भन्दा त बरु हाम्रो चेप्टीमा पो राम्रो हो क्या हो। अन्त यहाँ चाहिँ सनफ्लावर मजाले फुलिरहेको छ, आर्टिफिसियल भए पनि। ए हाम्रो छोरो चाहिँ एकदम जापानी, एकदम ढुङ्गा मुढा दाउरा साउरा घोचा घोची मात्र बोक्नुहुन्छ। उहाँ त के साह्रो राम्रो मान्छे हो। नगर आइया हुन्छ।
ए यहाँ चाहिँ पुरै गार्डनिङ सुरु हुँदै रहेछ। अहिले त छैन। नानी हो घाममा अथा होला त्यहाँ निस्केर एकचोटि पानीमा पस्ने कि कस्तो के छ? पानी पनि छैन। चिच्ची फ्याँक चिच्ची। त्यसको त बेउरा यस्तै त छ त। चिच्ची गुड त पनि चिच्ची फ्याँक चिच्ची फ्याँक्दै पनि। आज मेरो 0.65 किन नभएको क्यामेरा? के प्रब्लम आयो? म चाहिँ एकदम सनफ्लावर मनपर्छ गाइस। एकदम गुड भाइब्स आउँछ। सो म चाहिँ एकदम सनफ्लावर चाहिँ एकदमै मनपर्ने हो। अनि एकदम हावा चिसो चलिरहेको छ। अनि चिसो हावा अनि तातो घाममा चाहिँ चस्मा लगाएर चाहिँ अब जुल्दैछौँ हामी। मम्मीहरू अगाडि गइसक्नु भयो। मम्मीहरू एन्ड देन हामी चाहिँ म चाहिँ पछि जाँदैछु। घुम्ने एरिया चाहिँ ठुलो तर बच्चाको लागि चाहिँ अलिकति छैन। यता आउँदै पानी कस्तो मजाले हुन्थ्यो छैन रहेछ अहिले। अब चाहिँ हामी छिर्यौँ बाँसघारीतिर टनलभित्र अब जाँदैछौँ। बाबु यता हेर। बाबु बस्छ। सरको ठुलो मान्छेको कपाल लुगा मिलाएकोले। साथीहरू अब यहाँ काठमाडौँ गएर हेर्न नपाए पनि धरारा हेर्नको लागि चाहिँ हाम्रो झापाको सुरुङ्गामा नै धरारा रहेको छ। कति राम्रो देखिँदो रहेछ धरारा हेर्नु न मम्मी। नानी आऊ नौ तले धरारा हेर्नको लागि टिकटक बनाउने। काठमाडौँको नौ तले धरारा। उता पछाडि भन्ने उतादेखि यता देखाउनु। यस्तै होला उतापट्टि होला। काठमाडौँको नौ तले धरारा माया लाउनु माया हरा भन्दै गीत गाउँदै ए सब मोबाइल निकालेर भिडियो बनाउँदै फोटो खिच्दै खेल्दै यस्तै छ यहाँको। गाइस मेरो छोरा चाहिँ अब प्लेनमा चढ्छ अरे। प्लेनको तिमी के हो? हेलो ए आमा यत्रो सिट चढेर गएको एक आफै। भगवान् तिमी पाइलट हो? पाइलट बोय हो कि एयर होस्टेस हो दिदी चाहिँ? भाइ चाहिँ पाइलट हो ल। साथीहरू यहाँ चाहिँ पुरै पानी परिरहेछ। यहाँभित्र बस्न एकदम शीतल हुन्छ। पहिले चाहिँ यो भन्दा धेरै राम्रो थियो। अहिले चाहिँ पुरानो भएर पनि होला। कस्तो लागिरहेछ मम्मीलाई? एकदम राम्रो रमाइलो। एकदम रमाइलो। त्यो चाहिँ के फलेको? तारी भनेको यो? यो चाहिँ के फल हो साथीहरू? हजुरलाई थाहा छ भने लेट्स कमेन्ट। कहाँ गएको? उसले हाँस्दैछ नि त अब। हाँस हात्ती हेर्नु त ऊ। गणेश हेर्नु। गणेश यता आउने यता। ऊ कि ऊ होइन जाउँ न। आऊ त जाउँ।
रहेछ यो सानो गणेशजी हो गणेशजी लु जानु त दिदीभाइ बस्नु त म फोटो खिचिदिन्छु हो त्यहाँ यहाँ चाहिँ ठुला ठुला हात्ती रहेछन् रुद्रकाली र उयो के पो भन्नै आएन त्यो त कतार पुगिसक्यो यहाँ चाहिँ एकदम पिङ छ ठुलो पिङ आउनु है जुम बाबु आऊ ऊ पर चाहिँ पानी छ हामी यता त्यही त हौ कि टाइम नभएर हो कि नखुलेको उठा 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 अबे उठा 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 जुम 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 कता कता हो त्यो उयोहरू चाहिँ कता छ हौ ताजमहल ए नानी उठा 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 ए यो चाहिँ किड्स जोन अरे बच्चा बच्चीको खेल्ने एकछिन यहाँ खेलौँ न ए अब चाहिँ खेल्छन् मजाले बल्ल आयो उनीहरूको उनीहरूलाई मन पर्ने ठाउँमा हेर्न हाँसेको यो मन पर्ने ठाउँ बल्ल आयो यस्तो छ वा मलाई एउटा बल दिनुहोस् न एउटा बल दिनुहोस् न दिदी ये अब चाहिँ केटाकेटीहरू खेल्छन् हामी यहाँ बस्छौँ खायो हुन्छ वाउ ये आहा कति ब्युटिफुल मेरो छोरा चाहिँ पुरै खेलिरहेको छ हुँदैछ खेलाइ यहाँ छ मेरो छोरा यहाँ चाहिँ राम्रो रहेछ केटाकेटीको लागि यतापट्टि चाहिँ यो चाहिँ किड्स जोनमा चाहिँ आम्मामा जाने आएन खेल्दै घुमाउनु 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 यसरी गेम खेल्नेको यो रिङ छ नि यो रिङलाई लाउने हो ल के नि खेल्ने पनि साथीहरू हामी चाहिँ नानीहरू चाहिँ पर खेल्दैछन् नानीलाई मम्मीहरूले खेलाउँदैछ अनि म चाहिँ यहाँ गर्मी भएर को खाँदैछु आऊ मान्छे पर छ यहाँ चाहिँ एकदम राम्रो रहेछ नानीलाई लड्दा पनि केही नहुने खालको म्याट आनन्द तल बसिरहेको छौँ हामी ए वाउ दिदी कति उनीलाई चढ्नु भएको वाउ ऊपर हल्लिँदैछ दिदीसँगै हाम्रै यस्तै हुँदैछ नानी ए हामी चाहिँ हामी बस्ने सानो सानो मान्छेहरू चाहिँ खेल्ने अरू त के छ र मेरो कुकुरले खेल्ने खालको केही छैन अहिले त अरू त मलाई बस्ला यहाँभित्र ए ताली ताली सानो ए ताली वाह ए आहा
कति धेरै बल वाउ पनि बस्छ यहाँ के खाएको मेरो राजाले ए मेरो छोरालाई चाहिँ गनी भएर मैले लुगा सुगा पनि खोल्दै अब ऊ एकदम गन्जीमा खेलिरहेछ उसलाई यो मन पर्यो हे भगवान् चिप्लेटी मन पर्यो उसलाई एकदम अब मेरो छोरा चाहिँ ल चढ्नु ल चढ्नु बुवालाई दिनु पैसा देऊ ल नमस्ते अब नमस्ते खोइ ल हामी आमा छोरा चाहिँ अब हामी घुमिसक्यौँ ह्याप्पील्यान्डलाई चाहिँ बाई बाई भन्दै घरतर्फ लागेको यता चाहिँ हाम्रो मम्मी हुनुहुन्छ कस्तो लाग्यो मम्मीलाई ठाउँ कस्तो ठिक लाग्यो मम्मीको चाहिँ फर्स्ट टाइम हो हामी चाहिँ पहिले पनि आएको हो मम्मीको चाहिँ फर्स्ट टाइम मेरो पुगुको पनि फर्स्ट टाइम अब चाहिँ हामी सबैजना जाँदैछौँ गाइजहरू जाँदैछौँ है चाहिँ हामी गएको साथीहरू गर्मी भयो ताजमहल पसेन त ए अब चाहिँ हामी बाई बाई भन्दैछौँ हाम्रो सेफ्टीको पार्ट रहेको साथीहरू हामी चाहिँ अब यहाँ फेरि खाजा खाने टाइम चटपटे खाने हामी चाहिँ यहाँ धमाधम चटपटे खाँदैछौँ अब हामी चाहिँ एकदम डुली घुमी गरेर घुमफिर गरेर आइसक्यो घरमा हामी छिटै आएको थियौँ नि त सो अब घरमा आएर एकछिन आराम पनि गरियो अनि हजुरहरूलाई मेरो भिडियो हेरेर कस्तो लाग्यो हजुरहरू पनि हेर्न जानु भएको छैन भने त्यो ठाउँ चाहिँ जानु होला ठिकै छ राम्रै छ होइन यसो नजिकको बच्चाहरूलाई खेलाउने पनि एकदम राम्रो रहेछ अनि नानीहरू पनि खुसी भए एकछिन खेलायो ओर्यो रमाइलो भयो अनि अब आज घर आइसक्यो हजुरहरूले अब यति दिनसम्म मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो भिडियो कहिलेकाहीँ आउँछ हेर्न नछुटाउनु होला भन्दै आजको लागि चाहिँ बाई बाई भन्छु हेभ अ गुड डे